T26 फिफा वर्ल्ड कप अलरेडी स्टार्टेड है अस्तिबाट अनि त्यसमा चाहिँ पोर्चुगलको फर्स्ट ग्रुप स्टेज म्याच भनेको अब कोलम्बिया पोर्चुगल भर्सेस कोलम्बिया अनि कोलम्बिया चाहिँ अब साउथ अमेरिकाको वान अफ द स्ट्रङ्गेस्ट टिम है त्यहीमाथि अब मलाई चाहिँ अब अर्जेन्टिना र ब्राजिल बसेको चाहिँ कोलम्बिया नै लाग्छ मलाई साउथ अमेरिकाबाट कोही टिम स्ट्रङ्गेस्ट छ भने चाहिँ अनि त्यहीमाथि अब प्लेयर लाइक जेम्स है जेम्सहरू छ अनि त्यहीमाथि केही पनि भन्न सकिन्न वर्ल्ड कप हो अब प्लेयरको कन्फिडेन्ट म्याटर गर्छ अनि पोर्चुगलले अब कोलम्बियालाई जितेपछि कतिको कन्फिडेन्ट आउँछ र फर्स्ट ओपनिङ म्याच नै हार्यो भने चाहिँ तिनीहरूको कन्फिडेन्टमा कतिको असर गर्छ भन्ने कुरा चाहिँ स्पष्ट रूपमा देख्न सकिन्छ हामीले त्यही भएर पोर्चुगलले फर्स्ट म्याचमा अब कोलम्बियालाई बिट गरेर कसरी जान्छ भन्ने कुरामा आम एकदम धेरै एक्साइटेड है अनि माथि अब ग्रुप स्टेजको पछिल्लो दुईटा गेम अनि त्यसमाथि पछिको गेमहरूमा पनि कोलम्बियाको म्याचले धेरै नै असर गर्छ र त्यसको प्रभाव धेरै नै देख्न सकिन्छ त्यही भएर मस्ट विन है यो गेम चाहिँ है पोर्चुगलले यो गेम कुनै पनि हालतमा जित्नुपर्ने हुन्छ प्लेयरको कन्फिडेन्ट बिल्ड गर्नको लागि भरोसा बढाउनको लागि भने र पछिको ग्रुप स्टेजमा पोइन्टहरू सङ्कलन गर्नको लागि एकदम धेरै आवश्यक पर्छ यो गेम है मस्ट विन है